तपाईको बल परमेश्वर हुनुहुन्छ अथवा तपाईको दुर्बलतामा परमेश्वर बल भएर आउनुहुन्छ, अथवा तपाईको कमजोरीमा तपाईलाई सामर्थ दिने अथवा बल दिने परमेश्वर हुनुहुन्छ। आमेन, हालेलुया। आज म तपाईलाई यी विषयमा बताउने छु। हामी जसरी हेरे पनि कुरो एउटै हो वास्तवमा। तपाईको कमजोरीमा तपाईलाई बल दिने, तपाईको कमजोरीमा तपाईलाई सामर्थ दिने, तपाईको कमजोरीमा तपाईलाई शक्ति दिने परमेश्वर हुनुहुन्छ मेरो प्रियहरू। जब तपाईले बाइबलमा हेर्नुहुन्छ नि, तपाईको जुनसुकै व्यक्ति किन नहोस्, जब ऊ कमजोर हुन्छ नि, ऊ चाहिँ परमेश्वरलाई बोलाइरहेको हुन्छ उसले, अनि परमेश्वरले उसको कमजोरीमा उसलाई सामर्थ्य दिनुहुन्छ, अथवा उसको दुर्बलतामा परमेश्वरले बल दिनुहुन्छ। जब तपाईले मत्तीको पुस्तक 8 अध्यायको 17 पद पढ्नुहुन्छ नि, त्यहाँनिर लेखेको छ उहाँले हाम्रो दुर्बलतालाई र रोगलाई आफ्नो शरीरमा बोकेर लानुभयो। भन्न खोजेको उहाँले हाम्रो दुर्बलतालाई आफ्नो शरीरमा लिनुभयो अरे मेरो प्रियहरू। हालेलुया। तपाईको जीवनमा आज यदि तपाई आफूलाई कमजोर फिल गर्दै हुनुहुन्छ, तपाईले आफैले चाहिँ निर्बल फिल गर्दै हुनुहुन्छ, कुनै बल छैन, ममा अब सकियो यति नै हो भने जस्तो तपाईलाई लागिरहेको छ भने आज परमेश्वरले तपाईलाई उहाँको शक्ति र सामर्थ्यले भर्नुहुनेछ। अनि आज तपाईँ उहाँको शक्ति र सामर्थ्यले भरिएर फेरि नयाँ ताजा हुनुहुनेछ मेरो प्रियहरू। आमेन, हालेलुया। किनभने हाम्रो परमेश्वर जिउँदो हुनुहुन्छ। हेर्नुहोस्, तपाईँलाई थाहा छ होला, जब दाउद चाहिँ लडाइँ लड्थे, दाउदले चाहिँ आफ्नो लडाइँहरू विजय हुन्थे, तर कतिपटक साउलले लखटिरहेको भएर दाउदले चाहिँ साउललाई हात नहाल्ने अरे। कारण के थियो भन्दा साउल चाहिँ वास्तवमा अभिषेक गरिएको एउटा राजा थियो है। अभिषेक गरेको राजा हो, परमेश्वरले उसलाई छोडिदिनु भयो, तर अभिषेक जनमाथि मैले हात उठाउनु हुँदैन भन्ने कुरा दाउदलाई क्लियरली थाहा थियो। त्यही कारणले दाउदले के गरे भन्दा अभिषेक गरिएको जनमाथि म हात उठाउन सक्दिनँ, म हात उठाउँदिनँ, किनभने उहाँ परमेश्वरबाट अभिषेक गरिएको व्यक्ति हो। अनि अभिषेक गरिएको व्यक्तिले जब मैले हात उठाउँछु त मेरो जीवनमा समस्या आउँछ, सताबाट आउँछ, झन् मेरो जिन्दगी बर्बाद हुन्छ। त्यही कारणले म उठाउन्न भनेर चाहिँ उनी भाग्ने काम मात्रै गरे साउलबाट। कहिले यता भागेका छन्, कहिले उता भागेका छन्, कहिले कता भागेका छन्, कहिले कता भागेका छन्, तर पनि परमेश्वरले दाउदको कमजोरीमा दाउदलाई बल दिनुभयो मेरो प्रियहरू। दाउदको कमजोरीमा दाउदलाई सामर्थ्य दिएर साउलको मुकाबला गर्न सक्ने बनाउनु भयो र साउललाई चाहिँ दाउदको हातमा सुम्पिदिनु भयो। दुईचोटिसम्म दाउदले चाहिँ एकचोटि अब दिशा गर्न लागेको बेला साउल गएर कपडा काटेर हेर्नु तपाईँको कपडा मैले काटेको छु, यदि मैले चाहे तपाईँलाई मार्न सक्थेँ, परमेश्वरले मलाई चाहिँ तपाईँलाई मेरो हातमा सपिदिनु भएको थियो, तर महाराजा म तपाईँलाई मार्दिनँ, किनभने मैले तपाईँको विरोधमा केही पनि गरेको छैन। दाउद दिइरह हुन्छन् दाउदले। अनि पछि गएर चाहिँ साउलले हो मेरो छोरा मलाई माफ गरिदेऊ भनेर, अनि पछि चाहिँ साउल त्यहाँबाट तर्किएर जान्छ। तर फेरि अब कता कताबाट फेरि सेकेन्ड टाइम पनि त्यस्तै गरेको हुन्छ। अनि सेकेन्ड टाइम पनि दाउद चाहिँ डाँडामा गएर हेर्नु तपाईँको तलवार यो मैले लिएर आएको छु, यदि मैले चाहेको भए तपाईँलाई मैले उतिखेर त्यहाँ मार्न सक्थेँ, तर मैले तपाईँलाई मारिनँ। परमेश्वरले मलाई चाहिँ तपाईँलाई चाहिँ मेरो हातमा सौँपिदिनु भएको छ, तर पनि मैले मारिनँ भनेर चाहिँ त्यहाँनिर चाहिँ कुराकानी गर्छन्। साउलले नि हो भन्छ, अनि त्यसपछि मेरो छोरा मलाई माफ गरिदियो भनेर चाहिँ फेरि त्यहाँबाट जान्छ। त्यसपछि साउल चाहिँ दाउदको विरोधमा खडा भएन है। अनि तपाईँलाई भन्न खोजेको कुरा के छ भन्दा दाउद चाहिँ आपद विपदमा थिए, दाउद चाहिँ समस्यामा थिए, दाउद चाहिँ एकदमै कमजोर भएका थिए। अब क्यार्ने हो प्रभु, जति गरे नि भएन, यो साउललाई लगाडेको लगाडै छ। तर कमजोरीपनमा परमेश्वरले दाउदलाई सामर्थ्य दिनुभयो, शक्ति दिनुभयो। दाउदले त्यही कारण 66वटा लडाइँ लडे, एउटा लडाइँ पनि हारेनन्। 66को 66वटा लडाइँहरू उनी विजय भए मेरो प्रियहरू। आमेन, हालेलुया। मैले तपाईँलाई यहाँनिर भन्न खोजेको कुरा के छ भन्दा तपाईँको कमजोरीमा पनि परमेश्वरले जसरी राजा दाउदलाई परमेश्वरले सामर्थ्य दिनुभयो, राजा दाउदलाई परमेश्वरले बल दिनुभयो, राजा दाउदको कमजोरीमा परमेश्वर चाहिँ राजा दाउदलाई चाहिँ सहायता गर्नुभयो, त्यसरी नै परमेश्वरले तपाईँलाई पनि सहायता गर्नुहुनेछ। त्यसरी नै परमेश्वरले तपाईँको जीवनलाई बनाउनुहुनेछ। त्यसरी नै परमेश्वरले तपाईँको जीवनलाई चाहिँ सवार्नुहुनेछ मेरो प्रियहरू। आमेन, हालेलुया। त्यो कारणले राजा दाउदको जीवन चाहिँ परमेश्वरको हातमा थियो। आज तपाईँको जीवन पनि परमेश्वरको हातमा छ।
उहाँले भन्नुभयो मत्ती 10:1 सबै किसिमको अशुद्ध आत्मामाथि भइहाल्यो र सबै किसिमको दुर्बलता र रोगलाई निको पार्ने अधिकार पनि हामीलाई दिनुभएको छ अरे क्या। दुर्बलतालाई यानि कि हाम्रो कमजोरीपनहरूलाई है अब विश्वास गर्नुहोस्, जिउँदो परमेश्वर तपाईँसँग हुनुहुन्छ। तपाईँलाई शक्ति र सामर्थ्य। अब हेर्नु न, साउललाई चाहिँ पावल के तपाईँलाई थाहा होला, पावल चाहिँ प्रेरित 9 अध्यायमा जब तिनी आँखा नदेख्ने भएर दमस्कसमा गएर बसेका थिए, त्यहाँनिर चाहिँ उनी कमजोर भएका थिए है। 3 दिन 3 रातसम्म न त केही खाए न त केही पिए, खालि प्रार्थना, प्रभु ममाथि अनुग्रह, प्रभु ममाथि दया, प्रभु ममाथि कृपा, प्रभु मलाई दया गर्नु, प्रभु ममाथि कृपा गर्नु, हे मेरो प्रभु भनेर चाहिँ कराइरहेको थियो साउल। तर त्यहाँनिर चाहिँ हनन्या नामको एउटा व्यक्ति गएर उनको आँखालाई निको पारे अनि उनले पछि त्यहाँ बल पाएको कुरा छ। उनले बक्तिस्मा लिए अनि खाना खाएर बल पाए भनेर भन्छ। बल, सामर्थ, शक्ति परमेश्वरबाट। दोस्रो कोरिन्थी भन्दा दोस्रो तिमोथी 1:7 पनि के छ भन्नुहुन्छ भने डरको आत्मा परमेश्वरबाट होइन तर परमेश्वरबाट शक्तिले, हेर्नुहोस् है, शक्तिको आत्मा, प्रेम र आत्मा संयमको आत्मा आउँछ अरे। शक्तिको आत्मा, पावरको आत्मा कोबाट? परमेश्वरबाट आउँछ। तपाईँ निराश हुनु पर्दैन। तपाईँ कमजोर भएर तपाईँ आफैलाई आज चाहिँ तुच्छ नठान्नु। तपाईँ कमजोर नभएर आफैलाई चाहिँ आज कमजोर ठानेर ओहो मेरो जीवनलाई केही भएन, मैले केही गर्न सकिनँ, फालानु ढिस्कानु यो त्यो भनेर तपाईँ आफैलाई कमजोर सोच्ने काम चाहिँ नगर्नुहोस् मेरो प्रियहरू। आज जब तपाईँले यस्ता किसिमको काम गर्नुहुन्छ नि, त्यहाँनिर तपाईँलाई नै गाह्रो हुने हो है। तपाईँको जीवन चल्न गाह्रो हुन्छ। तपाईँले बिर्सिनुहुन्छ परमेश्वरको कामलाई। छोडिदिनुहोस् यस्ता कुराहरूलाई। तपाईँले एउटै कुरा मनमा राख्नुहोस्, मेरो परमेश्वर जिउँदो हुन्छ। युसेफ जब कमजोर भएका थिए नि, त्यहाँनिर परमेश्वरले चाहिँ युसेफलाई सहायता गर्नुभएको थियो। उनको कमजोरीमा परमेश्वरले उनलाई सामर्थ्य दिनुभयो। उनको निर्बलतामा, उनको दुर्बलतामा परमेश्वरले उनलाई बल दिनुभयो। मेरो प्रियहरू, तपाईँले हेर्नुहुन्छ भने योसेफका झन् दाजुभाइले झन् उनलाई त खल्टोमा हालेर मार्ने प्रयास गरे। फेरि होइन, एउटा मार्नु पऱ्यो, मिस्त्रीको हातमा बेच्दियो, कमसेकम पैसा त पाइन्छ। मिस्त्रीको हातमा बेचिदिए योसेफलाई। थुप्रै कुराहरू। त्यहाँनिर एउटा मालिकको घरमा काम गर्दै गर्दा के भयो, मालिकनीको पत्नीले आइज मसँग सुत भनेर तान्यो। योसेफ न गएनन्, ए सुत्दिन, पाप हो यो। के भयो थाहा? जेल जान पर्यो। पाप नगर्दा पनि योसेफ जेल जान पर्यो। तर त्यहाँनिर लेखेको छ योसेफसँग परमेश्वर हुनुहुन्थ्यो। त्यही कारणले त्यहाँनिर उनले अलिकति जिम्मा पाए जेलमा पनि, अनि उनले चाहिँ त्यो जिम्माको कामहरू त्यहाँनिर उनले गर्ने गर्थे। मैले भन्न खोजेको तपाईँलाई यहाँनिर परमेश्वरले योसेफको कमजोरीमा योसेफलाई सामर्थ्य दिनुभयो, शक्ति दिनुभयो। योसेफ नडरा, म तसँग छु है। पुरा भरोसा योसेफको परमेश्वरमाथि थियो। अनि त्यो कारणले परमेश्वरमाथि भरोसा गर्नको कारणले पनि के भन्नुहुन्छ भने योसेफ चाहिँ परमेश्वर सँगसँगै हिँडे। त्यही कारणले गर्दा भोलि गएर योसेफ चाहिँ जुन मिश्र देशको जेलमा हालिएका थिए त्यही मिश्र देशको मन्त्री बनिरहेका हुन्छन्। अनि मन्त्री बनेर फेरि संसारका हर सबै देशका मानिसहरूलाई उनले अन्न चाहिँ बेच्ने काम गर्थे, यानि अन्न पनि खुवाउने काम गरेर निकाल्को बेलालाई हेर्नुहोस्। भनेपछि त्यस्तो सामर्थ्य परमेश्वर आज योसेफसँग हुनुहुन्छ भने तपाईँसँग पनि हुन्छ। उहाँले भन्नुहुन्छ मत्ती 28 को तपाईँको यो 18, 19, 20 तपाईँले पढ्नु भयो भने जाऊ पिता पुत्र पवित्र आत्माको नाममा बक्सिँदै भनेको छ नि, त्यहाँनिर उहाँले हुन्छ म पृथ्वीको अन्तिम युगसँग तिमीसँग रहनेछु भन्नुहुन्छ क्या। आमेन। उहाँ हामीसँग पृथ्वीको अन्तिम युगसम्म रहनुहुन्छ अरे। उहाँले हामीलाई कहिले पनि छोड्नुहुन्न अरे, कहिले पनि त्याग्नुहुन्न अरे, सधैँभरि हामीसँगै रहनुहुन्छ। भन्न खोजेको के हो त यहाँनिर? जब तपाईँ कमजोर हुनुहुन्छ उहाँ तपाईँसँग हुनुहुन्छ, जब तपाईँ दुःखमा हुनुहुन्छ उहाँ तपाईँसँग हुनुहुन्छ, जब तपाईँ सुखमा हुनुहुन्छ त्यति बेला पनि उहाँ तपाईँसँगै हुनुहुन्छ, जब तपाईँ बलियो हुनुहुन्छ त्यति बेला पनि परमेश्वर तपाईँसँग नै हुनुहुन्छ मेरो प्रियहरू। आमेन, हालेलुया। तपाईँले हेर्नुभयो भने परमेश्वर थुप्रै ठाउँहरूमा बाइबलमा तपाईँले पाउनुहुन्छ परमेश्वर हरेकसँग हुनुहुन्थ्यो। हिब्रू 13:5 भन्छ म कुनै रीतिले तिमीलाई त्याग्ने छैन। हेर्नुहोस्, भनेपछि उहाँले हामीलाई त्याग्नुहुन्न, उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, उहाँले हामीलाई छोड्नुहुन्न, हामीसँग गाँसिनुहुन्छ, हामीसँग जोडिनुहुन्छ, हामीसँगै रहनुहुन्छ मेरो प्रियहरू उहाँ। आमेन।
तर आज हामीले के गर्दैछौँ? के हामी परमेश्वरको भय र डरमा जिएका छौँ? के हामी चाहिँ हाम्रो कमजोरीमा परमेश्वरलाई पुकारेका छौँ? के हामीले चाहिँ हाम्रो परिस्थितिमा उहाँलाई बोलाएका छौँ? यो कुरा पनि हामीले जान्नुपर्छ है। हिब्रू 2:18 भन्छ उहाँ आफै परीक्षामा पर्नु, त्यो कारणले परीक्षामा परेकालाई उहाँले बचाउन सक्नुहुन्छ है। उहाँ आफै कमजोर हुनुभयो, दुर्बल बन्नुभयो ताकि तपाईँ र मन बलियो हुन सकौँ भनेर। तपाईँको र मेरो कमजोरी आज हटाउनको लागि उहाँ आफै दुर्बल भएर बस्नुभएको छ यस पृथ्वीमा भने आज तपाईँको र मेरो जीवन सोच्नुहोस् न, कति आनन्दको जीवन छ। तर हामी आफैले आफ्नो जीवनलाई चाहिँ बर्बाद बनाइरहेको हुन्छौँ। ख्याल गर्ने पनि कुरा, तपाईँको कमजोरीमा उहाँ तपाईँको सामर्थ्य बन्नुहुन्छ। तपाईँको कमजोरीमा उहाँले तपाईँलाई बल दिनुहुन्छ। तपाईँलाई तिर्खा लागेको होला उहाँले पानी दिनुहुन्छ, तपाईँलाई भोक लागेको उहाँले भोजन दिनुहुन्छ भने जस्तो हो प्रभुले तपाईँलाई कहिले छोड्नुहुन्न मेरो प्रियहरू। आमेन। तपाईँको लागि येशू जिउँदो हुनुहुन्छ। उहाँमाथि भरोसा गरेर अगाडि बढ्नुहोस्। तपाईँ थाहा छ पोखरामा हाम्रो चर्च छ, साउन 26 गते तपाईँ चर्चमा आउन सक्नुहुन्छ बिहान शनिबार 10 बजे, किनभने त्यो दिनमा हाम्रो प्रार्थना हुन्छ ठुलो, तपाईँ त्यसमा सामेल हुन सक्नुहुन्छ। अनि अर्को कुरा, पोखरामा हामी जमिन लिएर चर्च बनाउने योजनामा छौँ। तपाईँहरूमध्ये कोही दिने इच्छा छ, सहायता गर्ने इच्छा छ भने सहायता गर्न सक्नुहुन्छ। यो सुनिसके पछाडि तपाईँ पछि नहट्नुहोस् मेरो प्रियहरू, किनभने परमेश्वरले भन्नुहुन्छ देऊ त तिमीहरूलाई पनि दिइनेछ। जब हामी परमेश्वरलाई दिन्छौँ परमेश्वरले पनि हामीलाई दिनुहुन्छ। यो त प्रभुको भवन बनाउनको लागि यो थोरै धेरै जति सक्नुहुन्छ तपाईँले परमेश्वरको भवनको लागि सहायता गर्नुहोस्, दिनुहोस् हृदय खोलेर। जब तपाईँले हृदय खोलेर परमेश्वरलाई सहायता गर्नुहुन्छ परमेश्वरले पनि तपाईँलाई हृदय खोलेर दिनुहुन्छ मेरो प्रियहरू है। हामी खालि मागे मात्रै गर्छौँ कि परमेश्वरसँग दिन चाहिँ पछि हटिरहेको हुन्छौँ है। दशंश दिनपट्टि आउँछौँ, भेटी दिनपट्टि हट्छौँ। त्यो दशंश भेटी पठाएर यदि प्रभुको भवन बन्छ भने तपाईँले पठाउन सक्नुहुन्छ। देश विदेश हेऱ्यो भने हामीलाई कति हुनुहुन्छ देश विदेशबाट हेर्ने है, नेपालभित्र पनि हेर्ने कतिजना हुनुहुन्छ। तपाईँले चाहनुभयो भने ठुलो कुरो होइन, तपाईँले सहायता गर्न सक्नुहुन्छ प्रभुको भवनको लागि। एटलिस्ट आफ्नो तर्फबाट नभए तपाईँले एटलिस्ट दशंश भए पनि ल म दिन्छु है भनेर तपाईँले छुट्याएर दिन सक्नुहुन्छ प्रभुको भवनको लागि। जमिन लिएर पोखरामा हामी चर्च बनाउने हो, यसको लागि समय लाग्छ मेरो प्रियहरू। त्यही कारण तपाईँले हृदय खोल्नु भयो भने यो समय नै लाग्दैन। हामी खालि माग्ने प्रभुले भन्छ खालि माग्छस् दिन चाहिँ खोज्दैनस्, म पनि तँलाई किन दिने। खालि माग्ने मात्रै गर्छस्, म पनि आज माग्छु प्रभुले पनि तपाईँसँग भन्दै हुनुहुन्छ। त्यो कारणले भवनको लागि तपाईँ सहायता गर्नुहोस्। यदि सहायता गर्ने इच्छा छ भने डिस्क्रिप्सनमा नम्बर छ, वाट्सएप नम्बर, त्यसमा भोइस पठाउँदा पनि हुन्छ अथवा डाइरेक्ट हामीलाई फोन गर्दा पनि हुन्छ प्रेयर लाइन नम्बरमा। त्यो प्रेयर लाइन नम्बर पनि हो, त्यसमा तपाईँले कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुन्छ के हो कसो भनेर। आमेन। त्यसमा तपाईँलाई यहाँनिर भन्न खोजेको कुरा के छ भन्दा तपाईँको दुर्बलतामा परमेश्वर तपाईँको लागि एउटा बल हो क्या। आमेन। तपाईँको कमजोरीमा परमेश्वर वास्तवमा बल भएर तपाईँसँग आउने हो मेरो प्रियहरू। तपाईँलाई बलियो बनाउन, तपाईँलाई उत्साहलाई तपाईँको जीवनलाई बनाउन, तपाईँको जीवनलाई आशिषित गर्न, तपाईँले नसोचेका कामहरू तपाईँको जीवनमा गर्नु। त्यो कारण त भन्नु पहिलो कोरिन्थी 2:9 आँखाले नदेखेका, कानले नसुनेका, मनमा कल्पना पनि नगरेका आशिष उहाँलाई प्रेम गरेर उहाँले दिनुहुन्छ। यदि तपाईँले परमेश्वरलाई साँचो हृदयले प्रेम गर्नुहुन्छ, यदि तपाईँले परमेश्वरलाई चाहनुहुन्छ, हो मेरो जीवनमा परमेश्वर रहनुभएको हो, मेरो जीवनलाई बदल्नु भएको छैन भने नि तपाईँले अब परमेश्वरमा पुरा भरोसा गर्न सिक्नुपर्छ। मेरो बल परमेश्वर हुनुहुन्छ, मेरो शक्ति, मेरो सामर्थ्य परमेश्वर हुनुहुन्छ। तपाईँ अगाडि बढ्नु पर्यो। उहाँले आफ्नो अभिषेकले गरेर मलाई युज गर्दै हुनुहुन्छ। आमेन। यो कुरा तपाईँको माइन्डमा हुनु पर्यो क्या। के छ त आज यो कुरा वास्तै छैन विश्वासीहरूलाई है। तपाईँको जीवनमा जब कमजोरी पनि आउँछ नि तपाईँ निदाइदिनुहुन्छ, सुधिनुहुन्छ, के हार्ने होला जति हेर्नु भएन। सुधिने, सेलाउने, ब्याक हुने यसले तपाईँको जीवनमा काम गर्दैन मेरो प्रियहरू। अल्छी हुने, तपाईँ आफैले आफ्नो जीवनलाई कमजोर बनाउनुहुन्छ। यसमा परमेश्वरको के दोष? यदि तपाईँ आफ्नो जीवनमा कमजोर अहिले बन्दै हुनुहुन्छ नि किन कमजोर हुनुभयो, विश्वासमा किन तल खस्नुभयो, त्यो कुरालाई हेर्नुहोस्। हुन्छ नि त एउटा केही कारण,
विश्वासमा खस्नु पनि एउटा कारण हुन्छ, कमजोर हुनु पनि एउटा कारण हुन्छ है। त्यो तपाईँले सुधार्नु पर्ने हुन्छ, त्यो तपाईँले बनाउनु पर्ने हुन्छ। जब तपाईँले आफ्नो लाइफलाई रिस्टोर गर्नुहुन्छ, जब तपाईँले आफ्नो लाइफलाई बनाउनुहुन्छ, परमेश्वरले पनि तपाईँको जीवनमा त्यो तपाईँले लाइफ बनाउँदै गर्दा उहाँले पनि तपाईँलाई सहायता गर्नुहुन्छ। उहाँले गर्नुपर्ने कुराहरू तपाईँको जीवनमा गर्नुहुन्छ, तपाईँको जीवनलाई बनाउनुहुन्छ, तपाईँको जीवनलाई आशिषित गर्नुहुन्छ मेरो प्रियहरू। आमेन। तपाईँ परमेश्वरमा भरोसा गरेर अगाडि बढ्न सिक्नुहोस्। त्यो कारणले तपाईँको बल परमेश्वर हो, केवल तपाईँको शक्ति, तपाईँको सामर्थ्य, तपाईँको जीवन परमेश्वर हुनुहुन्छ। उहाँ बाहेक मेरो प्रियहरू कोही पनि छैन तपाईँलाई चाहिँ वास्तवमा प्रेम गर्ने, माया गर्ने, तपाईँको जीवनलाई आशिषित गर्ने, तपाईँको जीवनलाई बनाउने, तपाईँको जीवनलाई चाहिँ अन्धकारका शक्तिबाट निकाल्ने, तपाईँको दुर्बलतामा तपाईँलाई बल दिने। मत्ती 8:17 अनुसार, मत्ती 10:1 अनुसार उहाँले हाम्रो दुर्बलतामा उहाँले हामीलाई बल दिनुहुन्छ अरे है। कतिपटक तपाईँको कमजोरी तपाईँको लागि बल भइरहेको हुन्छ। तपाईँलाई लाग्छ यो मेरो कमजोरीले मलाई डुबायो, यो कमजोरीले चाहिँ मलाई बर्बाद बनायो, तर त्यही कमजोरीलाई परमेश्वरले युज गरेर तपाईँलाई चाहिँ शक्तिशाली रूपमा सहायता गर्नुहुन्छ। मसालाई तपाईँले हेर्नु भने मसाको कमजोरी एउटा थियो, उनी बोल्नै सक्दैनन्, तर परमेश्वरले त्यो उनी बोल्न नसके तापनि हारुनलाई पठाएर है मसालाई चाहिँ एउटा मेन लिडर बनाउनु भयो। तपाईँले हेर्नु भने इजरायलीमा लगभग तपाईँको 30 लाखभन्दा बढी व्यक्ति थियो होलान्। त्यत्रा व्यक्तिलाई चाहिँ पावलले एक्लै व्यक्तिले डोराए। आमेन। त्यस्तो हुन्छ मेरो प्रिय। त्यही कारण त्यसरी जब हामी गर्छौँ परमेश्वरले सहायता गर्नुहुन्छ। तपाईँको जीवन प्रभुको हातमा छ, मलाई सप्नुहोस् आज, भन्नुहोस् प्रभु तपाईँ मसँग हुनुहुन्छ, मलाई विश्वास छ भनेर। द्वार खोल्ने परमेश्वर हो कि तपाईँको जीवनलाई किन निराश गर्नुहुन्थ्यो र? तपाईँको जीवनलाई किन उहाँले चाहिँ बर्बाद दिन हुनुहुन्थ्यो र? तपाईँको जीवनलाई उहाँ बनाउन चाहनुहुन्छ, तपाईँको जीवनलाई सवार्न चाहनुहुन्छ। तपाईँको जीवनमा उहाँले तपाईँलाई चाहिँ शक्ति र सामर्थ्यले भरेर एउटा असल व्यक्ति, एउटा उहाँको सेवा गर्ने शक्तिशाली रूपमा अभिषेक जन बनाउन खोज्दै हुनुहुन्छ मेरो प्रियहरू है। तर हामी आज कता छौँ? के आज हामी तयार छौँ त त्यो कुराको लागि? त्यो परमेश्वर हाम्रो बल हुनुहुन्छ भन्ने कुरामा हामी विश्वास गर्छौँ त? के हाम्रो दुर्बलतालाई उहाँले बोकेर लानुभयो भन्ने कुरामा हामी विश्वास गर्छौँ त? तपाईँले हेर्नु भने पावलले पनि बल पाए पछि गएर। जब बल पायो भने प्रचार कस्तो गरे? खतरा प्रचार। कति मान्छे बाँच्थे। तपाईँले हेर्नु भने पछि गएर पावलको सेवकाई थुप्रै शक्तिशाली रूपमा परमेश्वरले चलाउनु भएको छ। बाइबलमा हामी अरू चेलाको स्थिति भनौँ न डिटेल्सली केही कुरा पनि हामी भेटाउँदैनौँ नर्मल्ली, तर पावलको बारेमा चाहिँ हामी अलिकति चाहिँ भेटाउँछौँ, उनको जीवनको बारेमा है। तपाईँले हेर्नुभयो भने पावल अति नै परमेश्वरको भक्ति गर्ने व्यक्ति थिए। सुरुमा त थिएनन्, नेपालीका थिए होइन, तपाईँलाई थाहा कस्तो थियो भनेर, तर पछि परमेश्वरको भक्ति गर्ने व्यक्ति थिए। परमेश्वरकै सेवामा लागिरहन्थे। परमेश्वरलाई नै उनले चाहिँ वास्तवमा उहाँ नै मेरो सबै थोक हुनुहुन्छ न अगाडि बढ्दै थिए। आफूलाई कमजोर कहिल्यै सोचेनन्। जब कमजोरी बनाउँथ्यो, मलाई बल दिने मेरो परमेश्वर मसँग हुनुहुन्छ, मलाई सामर्थ्य दिने मेरो परमेश्वर मसँग हुनुहुन्छ, मलाई बलियो बनाउने मेरो परमेश्वर मसँग हुनुहुन्छ, मेरो ज्योति, मेरो जीवन, मेरो बाटो, मेरो सत्य सबै मेरो परमेश्वर येशू नै हुनुहुन्छ भनेर उनले विश्वास गरे त्यहाँनिर चाहिँ है। आज हामीले यो कुरा चाहिँ गर्न जरुरी छ। हाम्रो जीवनदेखि हामीले परमेश्वरलाई खुसी तुल्याउन जरुरी छ। खुसीमा अलरेडी हुनुहुन्छ, त्यस्तो खुसी नै नभएको होइन, तर हामीले आफ्नो जीवनमा कतिपटक परमेश्वरलाई निराश पारेर हुन्छौँ। गर्न नहुने कुराहरू झन्सिटो गरेर झन् हामीले कतिपटक चाहिँ निराश भइरहन्छौँ हामी। तर हाम्रो जीवनमा वास्तवमा परमेश्वरको ठुलो योजना छ। परमेश्वरले हाम्रो जीवनलाई बनाउन खोज्दै हुनुहुन्छ, परमेश्वरले हाम्रो जीवनलाई छम्क्याउन खोज्नुहुन्छ। हामी त्यो कुरा अनुसार चलाउँ। उहाँले हाम्रो दुर्बलतालाई, रोगलाई बोकेर लगिसक्नु भएको छ। हामीलाई उहाँले बल दिनुभएको छ, उहाँले हामीलाई शक्ति र सामर्थ्यले भर्नुभएको छ। जसरी परमेश्वरले अब्राहमलाई शक्ति र सामर्थ्यले भर्नुभयो, तपाईँलाई र मलाई भर्नुभएको छ आज उहाँले है। बलियो हौ मेरो प्रियहरू। आज पत्रुस जस्तै, पावल जस्तै, यूहन्ना जस्तै जसरी प्रभुको चेलाहरूले चलाए हो, यी चेलाहरू झैँ हामी शक्तिशाली रूपमा युज गर्न सक्नुहुन्छ परमेश्वरले हामीलाई। तर हामी चाहिँ अब कतिपटक त्यही आफ्नै स्वरमा जिरा हुन्छ, परमेश्वरलाई मौका दिइरह हुँदैनौँ होइन। त्यही कारणले यस्तो कुरा मैले भन्न खोजेको यहाँनिर बलियो हुन सिक्नुहोस्। अब तपाईँ बलियो हुनुभयो भने
अटोमेटिकली तपाईँको फ्यामिलीमा नयाँ परिवर्तन आउँछ। तपाईँ आफै कमजोर भएर म यो म त्यो म फलानुमा ढिस्कानु भन्नुभयो भने गाह्रो हुन्छ है। आफ्नो जीवनलाई चाहिँ परमेश्वरमा बढाउने काम गर्नुपर्छ क्या हामीले। कहिले पनि हामीमा घमण्ड आउनु हुँदैन मेरो प्रियहरू, हमेसा याद राख्नु है। परमेश्वरले तपाईँको जीवनलाई बनाउन खोज्दै हुनुहुन्छ क्या। तपाईँ हामीसँग जोडिनु भयो भने परमेश्वरले तपाईँलाई आशीषित गर्न खोज्दै हुनुहुन्छ। तपाईँको जीवनमा परमेश्वरले ठुलो 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 काम गर्दै हुनुहुन्छ यीशु मसीहको सामर्थ्य नाममा। आमेन। बस उहाँमा भरोसा गरेर अगाडि बढ्न सिक्नुहोस्। एकरो जब तपाईँ लाग्नुहुन्छ त्यो कुरामा परमेश्वरले तपाईँलाई सहायता गर्नुहुन्छ। कि अघि मैले भने नि उहाँ आफै परीक्षामा पर्नुहुन्छ, त्यो कारणले हामी परीक्षामा परेकालाई उहाँले निकाल्नुहुन्छ अरे क्या। त्यो शक्ति त्यो सामर्थ्य उहाँसँग छ अरे क्या। त्यही भएर यस प्रभु महान हुनुहुन्छ, अनुग्रही हुनुहुन्छ प्रभु, तपाईँ अनुग्रही। आमेन। हाम्रो परमेश्वर अनुग्रही हुनुहुन्छ। म विश्वास गर्छु तपाईँहरू जसजना हेर्दै हुनुहुन्छ तपाईँको जीवनमा परमेश्वरले आजदेखि काम गर्दै हुनुहुन्छ। तपाईँको अन्धकारको जीवन परमेश्वरले ज्योतिमा ल्याउँदै हुनुहुन्छ। तपाईँको रोगी बिमारीको जीवन आज स्वास्थ्य बनाउँदै हुनुहुन्छ। तपाईँ नसामा हुन्छ भने बाहिर निकालेर परमेश्वरले तपाईँको जीवनमा काम गर्दै हुनुहुन्छ। तपाईँको परिवारमा टुनामुना गरेका तन्त्र मन्त्र आज खत्तम हुन्छन् यीशु मसीहको सामर्थ्य नाममा। तपाईँको छोराछोरी ज्ञान बुद्धिले भरिएर तपाईँको भक्ति गर्दै हुन्छन् यीशु मसीहको सामर्थ्य नाममा। हरेकको जीवन आज नयाँ हुन्छ यीशुको नाममा। आमेन। त्यही कारण म तपाईँलाई भन्दैछु बदलिनुहोस्। अब आफ्नो सोचलाई बदल्नुहोस्। भन्नुहोस् मेरो दुर्बलतामा परमेश्वर बल भएर आउनुहुन्छ, मलाई सहायता गर्नलाई, मेरो जीवनलाई बनाउनलाई, मेरो जीवनलाई आशीषित गर्नको लागि भनेर चाहिँ परमेश्वरमा भरोसा राख्ने। मेरो जीवन एकमात्र परमेश्वरले बदल्न सक्छ, उहाँमा भरोसा राख्ने क्या। आमेन। पुरा भरोसा उहाँमा राख्नुहोस्। तपाईँको बल, तपाईँको सामर्थ्य, तपाईँको शक्ति परमेश्वरले हुनुहुन्छ। हालेलुया। धन्यवाद। तपाईँलाई हाम्रो भिडियो अन्तिमसम्म हेर्नुभयो। यो स्क्रिनमा अहिले देखिएको नम्बर चाहिँ हाम्रो वाट्सएप नम्बर हो। यसमा तपाईँले डाइरेक्ट फोन पनि गर्न सक्नुहुन्छ। फोन नम्बर पनि यही हो, वाट्सएप नम्बर पनि यही हो। अनि तपाईँको जे पनि छ यो चर्च भवनको लागि सहायता गर्ने इच्छा छ भने तपाईँले सहायता गर्न सक्नुहुन्छ। जब हामी परमेश्वरलाई दिन्छौँ मेरो प्रियहरू, परमेश्वरले पनि हामीलाई दिनुहुन्छ के। जब तपाईँले थोरै कुरा परमेश्वरको राज्यको लागि दिनुहुन्छ, परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा दिनुहुन्छ। थोरै एकमुठी घिराम्रो छर्नाले कति धेरै तपाईँले चाहिँ कटनी गर्नुहुन्छ, भोलि गएर मस्त खाना पाउनुहुन्छ। त्यस्तै जस्तो परमेश्वरको लागि पनि, परमेश्वरको भवनको लागि हामी दिउँ, जति हामी सक्छौँ उति दिउँ, ताकि परमेश्वरले पनि हामीलाई आउँदो समयमा धेरै आशीष दिनुभएको होस्। आमेन। त्यो कारणले प्रभुको भवनको लागि तपाईँ सहायता गर्ने इच्छा छ भने यसमा तपाईँले हामीलाई पठाउन सक्नुहुन्छ। आफ्नो दशम आफ्नो भेटी पठाएर पनि प्रभुको राज्यको लागि तपाईँले सहायता गर्न सक्नुहुन्छ। यो पनि तपाईँको प्रार्थना विषय पठाउनु र हामी तपाईँलाई प्रार्थना गर्नेछौँ। अनि पोखरा न्यू रोडमा हाम्रो चर्च छ, तपाईँ अहिले आउन सक्नुहुन्छ। शनिबार बिहान 10 बजे त्यहाँ तपाईँ चर्चमा आइपुग्नु होला। प्रभुले तपाईँलाई धेरै आशीष दिनु सबैजनालाई। जय मसीह।